अनि छोडिदिनुहोस् त्यसलाई बाल्यकाल पनि। अब त्यो बाल्यकाल त अब तपाईँलाई भनेर रातभरि भन्दा पनि सकिन्न। मलाई अर्काले हुर्काएको, अर्काले एउटा हाम्रो उहाँ बितेर जानुभयो, उहाँ बितेर नगयो भए मैले पाल्नु पर्थ्यो। अनि छोडिदिनुहोस् त्यसलाई। तपाईँ त भावुक हुनुभयो त भनेपछि तपाईँलाई पाल्ने मान्छे पनि छोडेर गइसक्नु भयो। बुवाको गुरु हो कि ए कतिको सम्झना आउँछ त? धेरै आउँछ। ठिक छ, सम्हाल्नुहोस् आफूलाई। क्यान्सर भएर बिचार कस्तो भएर अहिले तपाईँ आफ्नै बलबुतामा तपाईँ यति धेरै काम गरिसक्नु भएको छ होइन? ठिक छ, उहाँलाई सम्मान गर्नुपर्छ अब तपाईँले। उहाँलाई चाहिँ पप्पु भनेर चिन्छ। भनेपछि धेरै एकदम फेमस मान्छे पप्पु भनेर चिन्छ कि। तपाईँलाई भनेपछि काम सिकाउनु भयो अनि पालन पोषण पनि उहाँले हो? पालन पोषण एउटा गुर्सिरी आङ्गी भन्ने थियो, उहाँले पाल्यो। उहाँले पालेर मलाई जन्म दिएको जस्तै भयो। कर्म चाहिँ पप्पु दाइले दिनुभयो। जस्तो तपाईँले